तपाईँको एनआरएन को यात्रा चाहिँ पहिला कहिले आबद्ध हुनुभयो एनआरएनमा तपाईँ? त्यो त मैले बिर्से पनि होला हो। पहिला सदस्य केही हुनु भएको थियो? सदस्य थियो म। तपाईँले वरिष्ठ उपाध्यक्ष चाहिँ 2023 मा चुनाव लड्नु भयो होइन? हजुर हजुर। राम्रो मतले जित्नु भयो। 18-19 तिर म सदस्य थिएँ होला। 2000 राम्रो मतले जित्नु भयो। हजुर। अब अध्यक्ष उठ्ने कि नउठ्ने? उम्मेदवारी घोषणा गरिदिनुहोस्, उठ्ने हो भने, होइन भने त ठिकै छ। अब समयले के बताउँछ। मनसाय चाहिँ के छ तपाईँको? मनसाय चाहिँ म एकचोटि आउँछु नै भन्ने मेरो सोचाइ। ल यदि आउनुहुन्छ भने चाहिँ केका लागि आउनुहुन्छ तपाईँ एनआरएनमा अध्यक्षमा? तपाईँलाई चाहिँ भोट किन दिने त नि? अब मलाई किन भोट दिनु, हिजोको दिनमा पनि फलानालाई किन भोट दिनु, यसलाई किन भोट दिनु भन्नुभएको थियो नि त नेपाल दाजुभाइ दिदीबहिनीहरूले। अब केमा भोट दिनु भन्दा पनि खास गरी एनआरएनको काम भनेको अब यो समाजसेवा मात्रै होइन नि त। यो बिरामी भएछ त्यहाँ जाने, यो फलाना केही भएछ अरे त्यहाँ जाने काम त होइन। त्यो त पक्कै पनि त्यो मात्रै त होइन, गर्नुपर्छ। त्यो पनि गर्नु पर्यो, त्यो सँगसँगै अरू नि छ। सँगसँगै अब जति पनि अब नेपाल र कोरिया बिचको सम्बन्ध होइन, यो बिजनेसदेखि लिएर अब नेपाललाई कसरी चिनाउने, पर्यटन कसरी भित्राउने नेपालमा होइन, लगानी भित्राउनु पर्यो नि हामीले। पुलको काम गर्नु पर्यो, त्यो काम गर्नु पर्यो। मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ है। अब वरिष्ठमा हुँदै गर्दा पनि यति धेरै ठुलो काम त मैले गर्न सकिनँ। मैले भने नि म जुन ठाउँमा जान्छु म मान्छे बिगार्दिनँ कि, मैले काम नगरे पनि तर म कसैलाई बिगार्दिनँ। त्यहाँ कसैको खुट्टा तान्ने काम चाहिँ मैले गर्दिनँ। त्यो चाहिँ म छाती ठोकेर भनिदिन्छु। म जुनै पनि संस्थामा गए पनि म मान्छे बिगारेर यो खुट्टा तान्ने यसलाई बिगार्नु पर्ने छ म त्यो काम गर्दिनँ। म ठुलो काम राम्रो काम गर्न नसके पनि मान्छे बिगार्ने काम चाहिँ मबाट कहिले हुँदैन। मान्छे र संस्था बिगार्ने काम चाहिँ मबाट हुँदैन। त्यस कारणले तपाईँलाई भोट दिने यसपालि अध्यक्षमा। अब यी नेपाल दाजुभाइ दिदीबहिनीहरूलाई अब त्यही त हो नि। अब उहाँहरूले अब हिजोको दिनमा अब यो घुस पेस होइन, पैसा खुवाएर फर्म भर्ने, यो म त त्यस्तो गरेर म फर्म भर्दिनँ। म यहीँबाट भनिदिन्छु, म फर्म त्यसरी भर्दिनँ। इच्छा हुनु पर्यो नि मान्छेको। म जबरजस्ती मेरो फर्म भरिदिएँ, म तपाईँलाई म 10,000 दिन्छु, त्यो त म भन्दिनँ नि। सोही स्फूर्त भरेको फर्महरूबाट चुनाव जित्ने तपाईँको प्लान हो? म चाहिँ त्यस्तै छु। म मान्छे हिँड्दै गएपछि लड्छ के, स्वाभाविक हो नि त। एकचोटि लड्छ, दुईचोटि लडेपछि जब मान्छे ठेस लाग्छ त्यसपछि बल्ल मान्छेले बुझ्छ नि त आफूले कहाँ गल्ती भइरहेछ, त्यो त बुझ्ने मौका पाउँछ नि त। म अध्यक्ष हुँदै गर्दा म जसरी नि जित्छु, म करोडौँ खर्च गर्छु त म भन्दिनँ नि त। म जित्छु, जित्नकै लागि लड्ने हो, जित्छु। तर त्यहाँ त्यही भएर जित्छु भनेर लड्दै हार्यो भने त्यो पनि म स्वीकार्न सक्छु के। ममा के कमजोरी होला, मैले यति धेरै ठुलो काम गर्न सक्दैन भन्ने मान्छेको मानसिकतामा होला। त्यो भएर मलाई अब चुनेन, भोट दिएन भने पनि मान्नुहुन्छ? म मान्छु, म त स्वीकार्छु। हारे पनि म स्वीकार्छु। त्यो स्वीकार्न सक्नुपर्छ के। हिजोको दिनमा म वरिष्ठ एनआरएनमा आउने, मलाई त्यो कुनै मानसिकता नै थिएन कि। म वुमेन फर वुमेनको अध्यक्षमै थियो, म त्यहाँ नै म ठिकै थियो कि। मैले धेरैजना महिला दिदीबहिनीलाई सहयोग गर्न पाइरहेको थियो, मलाई त्यो नि खुसीको कुरा थियो क्या। अब गर्दै जाँदा हाम्रो मैले कुरा गर्दै जाँदा विपिन गुरुङ भाइ उहाँले नै अब ल भाउजू आउनु पर्यो यो पालि, वरिष्ठमा आउनु पर्यो भन्ने कुराहरू गर्यो। होइन म चाहिँ आउँदिनँ, मलाई चाहिँ म त्यो ठाउँ मेरो आफ्नो बिजनेस छुट्टै मलाई टेन्सन छ होइन। फेरि यता वुमेन फर वुमेनको अध्यक्ष पनि छु। म त्यसरी अब संस्थाको पद ओगर्दै चाहिँ म बस्दिनँ। बरु म 1-2टा संस्थामा बस्छु, म राम्रै काम गरेर त्यो
देखाउँछु भन्ने मेरो सोचाइ थियो क्या। अब उहाँले जबरजस्ती अब गर्नु मिलेर जानुपर्छ हो, मैले गर्दा कसैलाई राम्रो काम हुन्छ भने त होइन हुन्छ नि भनेर मैले त्यहाँदेखि ओके गरेर यहाँसम्म आउनु पनि विपिनको बुढाबुढीले गर्दा म यहाँसम्म वुमेनको अच्छा म एनआरएनको वरिष्ठ पनि भएँ के। उहाँहरूले अब उठ्नुपर्छ तपाईँ जतिको मान्छे आउनु साथ सहयोगसँगै जाऊँ भनेपछि भन्नुभएपछि तपाईँ तयार हुनुभयो। म त्यसपछि ओके हुन्छ नि त। अब त्यहाँ गएर पनि धेरै कुराहरू सिक्ने मौका पाउँछ होइन। यो एनआरएन भन्ने प्लेटफर्म त अब अरू संस्थाहरूभन्दा छुट्टै एउटा हो नि त। त्यही भएर पनि धेरै कुरा सिक्ने मौका पाउँछ, जाउँ न त। अब के हुन्छ, अब सबैजना राम्रै हुन्छ होला परिणाम भने अब गर्दै जाँदाखेरि अब आफ्नो लागि मात्र पनि होइन, अब यत्रो धेरै टिम थियो, टिम सबैले जित्यो। अब उहाँ चाहिँ यसरी अब उहाँको परिणाम चाहिँ त्यस्तो आउँदाखेरि साँच्चै भन्नुपर्दाखेरि उहाँहरूको मनमा के लाग्छ र यो नेपाली समाजको मनमा के अब सोचिरहेछ त्यो मलाई थाहा छैन। जुन हामी टिम थियो, हामी अब लेडिजहरू थियो होइन, सबैजना हामी कति रोयो क्या। हामी साँच्चै भन्नु पर्दाखेरि मलाई चाहिँ जितको कुनै अनुभव नै भएन क्या। मलाई साँच्चै भन्नुपर्दा मलाई त यस्तो छोड्दै यो जिते पनि हारे पनि यो केही नै त्यो छैन रहेछ बेकार भन्ने जस्तो भयो क्या। विपिन दाइले चुनाव हार्नु भएपछि मलाई यो सोच्यो होला यो कुनसँग अब यो अब भनौँ मिलेर गऱ्यो यो फलानासँग यो फोन हुन्छ, फोन किन हुँदैन, कुरा हुन्छ। म पनि जित्छु तिमीलाई पनि जिताउँछु भन्ने त एउटा हुन्छ नि त, मानसिकता हुन्छ नि त। म मात्रै जित्छु तिमीलाई हराउँछु भन्ने त कोही लागेको थिएन मैले बुझ्दाखेरि है। सबैजना हामी टिम नै जितेर जानुपर्छ है भन्ने सोचाइ चाहिँ थियो क्या। मलाई चाहिँ म उम्मेदवार दिए हार्छ जित्छ भन्ने मात्रै थियो क्या मसँग। म दौडधुप गरेर म जित्छु, म यस्तो गर्छु यो भन्ने मसँग त्यो थिएन क्या। त्यही भएर पनि होला कि अब मान्छेले चाहिँ त्यति त्यो गरेन, आफूहरू जित्ने मात्रै अब भनौँ न बाहिरी समाजले हेर्दा यिनीहरू आफू जित्दा मात्रै त्यो गर्यो, त्यो होइन। अनि त्यही भएर अब जित्यो पनि होइन। जितको खुसी चाहिँ त्यति राम्रोसँग सेलिब्रेसन गर्न पाएन। हामी पनि थियौँ त्यहाँ। अहिलेसम्म पनि मलाई त्यो कुनै त्यो लाग्दैन क्या। म फलाना संस्थाको वरिष्ठ हो भनेर मलाई त्यो लाग्दैन क्या। म चाहिँ यो नेपाली समाजको एउटा सहयोग गर्ने मान्छे। म आफू प्राइभेट अब व्यक्तिले भन्नु पर्दाखेरि होइन, म कुनै तपाईँहरूले देख्नुभएको छ म कुनै संस्थातिर गएर पुरा फोटो खिचेर ब्याज लगाएर खाता लगाएर पुरा मन्त्रीहरूसँग नेताहरूसँग मैले फोटो खिचेको देख्नुभएको छ? छैन, कमै देख्छौँ। छँदै छैन त भन्न मिलेन। कहिले कसो त त्यो अकेजन परिहाल्छ हैन, अकल झुकल बस्दाखेरि म त्यतातिर मलाई त्यति इन्ट्रेस्टै जान्न क्या। अब हो शनि अब कति धेरैजनाले बाहिर अहिले मैले एक दुईजना अब कुरो सुन्छ, फलाना त कहीँ उपस्थित हुँदैन, देखाइ पर्दैन भन्ने कुराहरू पनि मसँग गुनासो गर्छ, कतिले गर्छ, स्वाभाविक हो त्यो गुनासो गर्नु। तर मेरो आफ्नो परिस्थिति हेर्दाखेरि चाहिँ म चाहिँ यसरी नै यो विदेशको ठाउँ हो, यो मेरो नेपाल भएको भए त मैले जे पनि गर्थ्यो नि, हिँड्थ्यो म 24 घन्टा हिँड्थ्यो। यो अब त्यो हुन्थ्यो। अब चाहिँ अध्यक्षमा यदि किनकेस जितिहाल्नु हो भने त फेरि दौडिनु पर्ला, समय छुट्याउनुहुन्छ त्यो बेला? अहिले त तपाईँ आफ्नो काम चाहिँ गरिरहनु भएको छ, जस्तो तपाईँले गर्नुपर्ने सहयोगहरू होइन, अब मर्मदतहरू दुखी पीडितहरूलाई आफ्नो ठाउँबाट तपाईँले विभिन्न माध्यमद्वारा मिलाएर चाहिँ सहयोग गरिरहनु भएको छ। अब झन् अध्यक्ष यदि जितिहाल्नुभयो या भइहाल्नुभयो भने त झन् बढी तपाईँको त त्यो दायित्वमै पर्छ। अब त्यो चाहिँ मैले अब विचार सोचिसकेपछि त मैले पनि त्यो टाइम त अब निकालेरै अब अहिले पनि मैले त्यो हिसाब किताब गरेर नै म अब चाहिँ म आउनु पर्ला भन्ने मैले सोचिराखेँ। अब चाहिँ मैले टाइम त निकाल्नु पर्छ। टाइम निकाल्छु भन्दा पनि अब सब
सबैको यताउता त म गर्न सक्दिनँ नि त सबै ठाउँमा गएर सबै ठाउँमा अब भेला भएर त्यो चाहिँ गर्दैन मेन म जहाँ जानुपर्ने हो म त्यहाँ जाने होइन जस उफ्रेर पाफ्री गरेर हिँड्ने समय हुँदैन समय छैन जुन चिज ठिक हो जुन चिज राइट छ त्यो चिजमा तपाईँ जुन गर्नुहुन्छ चिज ठिक छ जुन राम्रो छ अब नेपाली समाजलाई चाहिँ मलाई चाहिँ एउटा एकदम चित्त दुखेको कुरा चाहिँ यो नेपाली समाजमा यति धेरै सङ्घ संस्था छ होइन सङ्घ संस्थाहरू एकअर्काको खुट्टा तानेकै हुन्छ हामी नेपाली हो हाम्रो शरीरमा नेपालको रगत त बगेको छ नि हामी त सबै मिलेर गइदिए हुन्थ्यो सबै सङ्घ संस्था एक भएर गइदिएको भए हुन्थ्यो सबै मिलेर गए के पो हुन्छ र त्यस्तो बेमेल छ र भाउजू त्यस्तो बेमेल भन्दा पनि एउटा दुइटामा म अलि बढी द्वन्द्व छ अलि द्वन्द्व धेरै के अलि राजनीति धेरै के द्वन्द्वको कुरा आए तपाईँकै अब एनआरएनएमै चाहिँ द्वन्द्व छ अब दुईटा एनआरएन भयो कोरियामा भयो त्यो आफ्नो अब विचारको कुरा हो अब नगर्नु पर्ने थियो उहाँले गर्नुभयो होइन त्यसलाई म नराम्रो भन्दिनँ उहाँहरूको इच्छा थियो गर्यो होइन तर राम्रो गरोस् भोलि एकता हुन नि सक्ला म त त्यो भन्नाले अब भोलि एकता भए पनि ल फलाना यस्तो गर्यो भनेपछि ल होस् ओके त्यो रेडी नै छु क्या म त्यस्तो मिल्न तयार म मिल्न तयार छु क्या होइन लुछाचुडी गरेर नि के पाउँछ के यो नेपाली समाजमा तपाईँले के पाउँछ भन्नु त आखिर भोलि भइपरि आएमा त्यही नेपालीको सहयोग नै चाहिने हो सही कोरियनले केही गरिदिने होइन सही हो हामी नेपाली यतिसम्म होइन सबैलाई म नराम्रो भन्दिनँ सबैजना नराम्रो पनि छैन कि सबै यो राजनीति है आफूमा एकदम घमण्डी त्यस्तोहरूले नै यो बिगारेको छ कि यो समाजलाई त्यही भएर भनेपछि समाज त बिग्रेको रहेछ त भाउजू होइन सुधार नआउने हो एनआरएन त अध्यक्ष भएपछि म चाहिँ साँच्ची भन्नुपर्दा म मान्छेलाई म नराम्रो भन्नै सक्दिनँ क्या म ठुलो स्वरले झगडा गर्ने औँला उठाएर अब म त्यो गर्न सक्दिनँ तपाईँले एउटा काम फेरि अब एनआरएनमा त बढी राजनीति हुन्छ भन्छन् होइन अब एनआरएनए भनेको ठुलो संस्था पनि हो प्लेटफर्म पनि हो त्यसमा त यो खालको ट्याकलहरू पनि गर्नु पर्ला नि त म चाहिँ त्यस्तो म चाहिँ सक्नुहुन्न म चाहिँ गर्दिनँ जस्तो लाग्छ जो सोझो ढङ्गले कसरी हुन्छ समाजलाई नि फाइदा देशलाई नि फाइदा कसरी गर्न सकिन्छ त्यो गर्ने तपाईँको योजना मेरो चाहिँ त्यही योजना मैले यति धेरै ठुलो काम गर्छु भनेर आएको पनि त होइन हिजोको दिनमा पनि हिजो मैले जे गरिरहेको थियो त्यो निरन्तर दिइरहेको छु होइन प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा गरिरहेको छु क्या मैले देखेको छैन मान्छेहरूले तर त्यो भोग्नेलाई र मैले गरेको र त्यो भोग्ने मान्छेलाई मात्र थाहा छ क्या सही जस्तो मैले कुरा किन सोधिरहेको भने अब हाम्रो पोडकास्ट चाहिँ अब कहिले ख्याल ठट्टा कहिले रमाइलो कहिले दुःख सुखको कुरा हुन्छ अब मलाई चाहिँ के लाग्यो भने कहिलेकाहीँ चाहिँ कसैको कुरा सुन्दाखेरि केही चिज कोही व्यक्तिलाई पनि त्यसले फाइदा पुगोस् के भनौँ न इन्सपायर होस् कि कुनै व्यक्ति अब नयाँ आउने नयाँ जेनेरेसनको मान्छेहरू कोरियामा अहिले हेर्नुहोस् त तपाईँहरूको पालामा 2-4 हजार थियो होला होइन 1000-1500 थियो होला आज हेर्नुहोस् त 80-82 हजार नेपाली छ कोरियामा ती नयाँ आउने जेनेरेसनलाई पनि तपाईँहरू जस्तो खारिएका पुराना व्यक्तिहरूको कुरा सुनेर सङ्घर्ष गर्न सिकोस् भन्ने हिसाबले नि केही अनुभवहरू सङ्घ संस्थाको आफ्नो व्यवसाय या व्यक्तिगत जिन्दगीको कुराहरू पनि गर्ने गर्छु कि म चाहिँ पोडकास्टमा हजुर त्यही भएर अप्ठ्यारो त पर्दैन नि तपाईँलाई होइन मलाई त केही अप्ठ्यारो परेको छैन साँच्ची छैन अनि अब के छ देश अब यो एनआरएनमा त तपाईँ चुनाव लड्ने नै भइहाल्नुभयो अब केही छ अझै एनआरएनको सम्बन्धी केही भन्नुपर्ने तपाईँलाई केही त्यस्तो केही लाग्छ तपाईँलाई जोस् कोरियाको मैले देख्दा चाहिँ अब 2023मा तपाईँहरू चुनाव लड्दै गर्नु हुँदाखेरि तपाईँको प्रतिपक्षी भनौँ न तपाईँसँगै लड्नु भएको एउटै पोजिसनको लागि उहाँ पनि एकदम के भन्छ यो समाजमा चिनिएकै व्यक्ति हुनुहुन्थ्यो होइन कडा भनौँ न एकदम प्रतिस्पर्धा चाहिँ डह्रो थियो कि तपाईँहरूको अब तपाईँले त्यस्तो बिचबाट नि जितेर आफूलाई विनर बनाएर आउनुभयो अब अध्यक्षमा पनि अरू कोही आउँला होइन अब
तपाईँलाई ल पार्वती मोक्तान ल तिमी गर भनेर त पक्कै नदेला होइन अब त्यस्तो अवस्था त पक्कै नहोला होइन अब के भन्न चाहनुहुन्छ त तपाईँलाई यसो मतदान गर्नको लागि चाहिँ अब मलाई मतदान गर्ने भन्नाले नि अब मैले भनिसकेँ नि त अब म प्रति कति अब म प्रति भन्दा पनि मलाई कति धेरैले चिने पनि होला कतिले नचिने पनि होला होइन यो बिचमा तपाईँको केही गल्तीहरू त भेटिएन नि भएन नि तपाईँबाट मैले त्यस्तो गल्ती चाहिँ गरेको छैन मैले